हेलो एभ्रिवान गाइज वेलकम टु माई न्यू भिडियो। र आज चाहिँ हामी सल्लरी फाप्लु अस्पताल जाँदैछौँ र आज चाहिँ हाम्रो यमुनाको बर्थडे परेको छ अनि उसले चाहिँ बर्थडेमा चटपटे खुवाउने प्लान गरेको छ। अनि हाम्रो यता चाहिँ हाम्रो कान्छी हो, उसलाई चाहिँ अलिकति स्वास्थ्यमा समस्या आएको कारणले गर्दा चाहिँ हामी फाप्लु अस्पताल जाँदैछौँ। सो के कसो हुन्छ भिडियोलाई अन्त्यसम्म हेर्ने प्रयास गर्नु होला। अनि मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। र अहिलेको लागि चाहिँ हामी फाप्लु जाँदैछौँ। सो म तपाईँहरूलाई आज यमुनाको बर्थडे अनि कान्छीलाई अस्पताल गएको भिडियो चाहिँ देखाउन गइरहेको छु। त्यो जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। अब चाहिँ हामी तिनकुनेमा पुग्न लाग्यो, हामी टाढा पुग्न लाग्यो अनि फाप्लु चाहिँ यहाँ कुनामा रहेको छ। अनि यो चाहिँ हाम्रो आवाडाँडाको नेपाल टेलिकम हो। यो चाहिँ अहिले चाहिँ हामीले आवाडाँडा पार गरिसकेका छौँ। अनि अब हामी एउटा बोङ डाँडा निस्किँदै फाप्लु हस्पिटल जाँदैछौँ होइन। हामी चाहिँ आवाडाँडा अघि नै काटिसक्यो, यता निस्किसकेको छ। हामी चाहिँ अब अहिले चाहिँ हामी फाप्लु पुगिसकेका छौँ। अनि अब एकछिनमा अस्पताल पुगिन्छ। एकदम गर्मी छ, तन्पलाको काम लागिरहेको छ यता चाहिँ। अनि एकदम गर्मी छ भन्नुपर्छ। अनि त्यसपछि अब हामी केही समयपछि फाप्लु पुगिसक्यो। फाप्लुबाट अस्पताल चाहिँ पुग्नु बाँकी छ। फाप्लु हामी फाप्लु अस्पताल पुग्न लागिसकेको छौँ। यो देखिने चाहिँ हाम्रो फाप्लु अस्पताल हो। र अब चाहिँ हामी पुग्न लागिसकेको छौँ। अनि त्यसपछि टिकट नम्बरहरू काट्नुपर्छ। त्यसपछि चाहिँ औषधिहरू लिएर फर्किनुपर्छ। यति बेला चाहिँ हामी हस्पिटलमा छौँ। अनि प्रेसरहरू सबै चेक भइसकेको छ होइन। डक्टर हुनुहुँदो रहेछ, त्यही भएर अब एकछिनमा डक्टर आउनुहुन्छ अरे। अनि त्यसपछि चाहिँ यहाँ चेक चार्ज गरेर हामी फर्किन्छौँ। अनि डक्टर चाहिँ हुनुहुँदो रहेछ। अनि यो चाहिँ हाम्रो फाप्लु हस्पिटल हो होइन। अहिले चाहिँ हामी फाप्लु हस्पिटलमा छौँ। अनि अनि औषधि छैन सबै भन्छ गाई रातभरि पनि त्यत्तिकै उठेर बस्दो रहेछ। के भयो भन्छ, के लिनु खानु आँट्यो भन्छ। अब चाहिँ हामी यहाँबाट फर्किसकेको छौँ। मैले चाहिँ उसको लागि मलम पठाइदिएको छ। अनि अब चाहिँ हामी होस्टेल फर्किँदैछौँ। यति बेला चाहिँ हामी होस्टेलमा पुगिसकेका छौँ। र आज चाहिँ हाम्रो यमुनाको बर्थडे। सो त्यही कारणले गर्दा हामी चाहिँ बर्थडे सेलिब्रेसन चाहिँ चटपटे खाएर गर्नेछौँ। यता चाहिँ हाम्रो चटपटे पूजाहरू आइसकेको छ। अनि यता लोचना हाई भनिदेऊ न। हे कति राम्रो भएको मान्छे। यता चाहिँ हाम्रो हेल्पर साथी हुनुहुन्छ, एकदमै हेल्पर धेरै सहयोगी। सो अब हामी होस्टेलमा आइपुगिसकेको छौँ होइन। औषधिहरू पनि ल्याइसक्यो, हामी फर्किनै सक्यो अस्पतालबाट चाहिँ। अनि सो कस्तो लाग्छ हेर्दै गर्नु होला। आजको भिडियो चाहिँ एकदम छोटो रहेको छ। यमुनाको बर्थडेमा चाहिँ हामी चटपटे पार्टी खाँदैछौँ। जस्तै म आलु केलाउँदैछु। अनि यता चाहिँ हाम्रो लोचनाले टमाटर काट्दैछ। अनि अमिलो बनायो। यो चाहिँ सस बनाइसकेको। हेर्दै गर्नु होला, त्यस्तै प्रतिक्रिया दिनु होला। अब म चाहिँ यहाँ आलु चोरेर खायो। म पनि टमाटर खाइदिउँ भने मिल्दैन।
के को लाज चोरेर खानुभयो लाज छैन कस्तो आलु खानु मलाई के तर एकमा के यस्तो पसेछ है बर्थडे गर्ल चाहिँ हो हे सो अब एकछिनमा रेडी हुन्छ सो अब हाम्रो चटपटे चाहिँ रेडी हुन लागेको छ आजको चटपटे चाहिँ यिनीहरू खान थालिसक्यो यहाँ चम्चा छैन ल खाएर देखाऊ है तिमीहरू बस है बस अब चटपटे नि सक्न लाग्यो Look. के ल्यायो ओ कहाँ गयो हेलो एभ्रिवान वेलकम टु ब्याक आफ्टर वाचिङ माई न्यू ब्लग के कस्तो लाग्यो त ब्लग जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ र मैले चाहिँ आज मेरो साथी यमुना बस्नेतको बर्थडेको सर्ट ब्लग अनि हाम्रो कान्छी बिरामी बक्कले फाफ्लुसम्मको ब्लग बनाएकी छु अन्तिमसम्म हेरिदिनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यदि तपाईँहरूलाई मेरो यो ब्लग चाहिँ मन परेको छ भने चाहिँ तपाईँहरूले चाहिँ लाइक गर्नुहोस् होइन कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि टिङ टिङ गरेर सब्सक्राइब पनि गरिदिनुहोस् र जे जस्तो लाग्छ त्यस्तै बन्न सक्नुहुनेछ र त्योबाट नै मैले नयाँ भिडियो चाहिँ बनाउने चाहिँ ममा ज्ञान आउँछ नि त त्यहीबाट चाहिँ मैले बनाउँदै जानेछु सो अनुसार नै र यति भन्दै आजको भिडियो चाहिँ एन्ड गर्न चाहन्छु सबैजनालाई फेरि पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा अहिलेको लागि भने म फुरुवा शेर्पालाई पनि बिदा दिनु नभनेर म फुरुवा शेर्पा पनि आजको ब्लगबाट बिदा हुन चाहन्छु नमस्ते बाई बाई